गाइस आज चाहिँ हामीले हाम्रो बगी घुमाएर लिएर आइसकेको छौँ। आज चाहिँ हाम्रो आज चाहिँ म फिल गर्दैछु कि मेरो बगी प्राउड फिल गर्दैछु मेरो बगीको। आज चाहिँ फाइनली मेकानिकलको काम सकिसक्यो, मेकानिकल वर्क सकिसक्यो गाइस। हाम्रो बगी चाहिँ धेरै टेस्ट ड्राइभ गरिसक्यौँ, हामीले धेरै कुदाएर चेक गऱ्यौँ, सबै कुरा पर्फेक्ट आएको छ गाइस अहिले होइन। हिजो पनि 7-8 किलोमिटर लगभग कुदायो होला, अनि आज पनि हामीले कुदायौँ होला समथिङ 2-3 किलोमिटर। र बगी चाहिँ आज चाहिँ आएर हाम्रो मेकानिकल कुरामा फाइनल भइसकेको छ। र अब हाम्रो बगीको अर्को कुरा रहन्छ कि अब हामीले त्यसलाई के गर्छौँ भने बडी वर्क गर्न बाँकी छ गाइस। अब चाहिँ हामी अर्को भिडियोदेखि चाहिँ हामी हाम्रो बगीमा बडी वर्क गर्न थाल्छौँ है त गाइस। फाइनली गाइस धेरै प्राउड फिल भइरहेछ होइन। र अब हाम्रो बगी चाहिँ मेकानिकल कुरामा आजदेखि आएर अलोके भइसकेको छ र तपाईँले बगी कुदाको भिडियोहरू हेर्न सक्नुहुन्छ कि गाइज। मैले अलिकति धेरै चेन्जेसहरू पनि गरेँ, अहिले चक्काहरू दुइटै मिलेको छ। अब यसरी हेर्न सक्नुहुन्छ कि मैले 4टा सस्पेन्सन हालेको छु र अहिले कुदाएर गएको छ परसम्म जाम। अनि त्यहाँदेखि तपाईँलाई म देखाउँछु के चेन्जेस गरेर रोकेर। ल मैले चाहिँ क्यामेरा मम्मीलाई दिइसकेँ र हेर्न सक्नुहुन्छ अब हाम्रो गाडी यतिको हालतमा चाहिँ मैले बनाएर लिएर आइसकेँ त्यो गाडी हेरेर गाइजलाई। गाइस सो तेल चाहिँ अफै रहेछ है गाइस, तेल चाहिँ अफमै लिएर आइरहेको छौँ गाइस। हामी चाहिँ डन्नै कुदिसक्यौँ कुद्न पनि होइन। ल गाइस हामी चाहिँ अब सबैजना तल लगभग 2 किलोमिटर होइन, 2 किलोमिटर होइन 1 किलोमिटर चाहिँ भनौँ न मिटर जति हामी तल पुगेर फर्किसक्यौँ। अनि किनभने पानी पर्यो नि त, मौसम हेर्न सक्नुहुन्छ यहाँनिर। अब गाइस हामी आज चाहिँ रिसोर्ट जाने प्लानमा थियौँ, पानी परेको कारणले अहिले गाडीको बडी नबनाएको कारणले मैले भिज्न सकिन्छ, त्यही भएर हामी चाहिँ फर्किँदैछौँ। गाइजहरू सबैजनाले माया गरिदिनु होला। सो गाइस हाम्रो गाडीको चाहिँ स्टेबिलिटी हेर्न सक्नुहुन्छ कि एक हातले पनि चलाउँदा स्टेबिलिटी हुन्छ र 2 हातले चलाउँदा नि यतिकै छोडिदिँदा नि आफ्नै बाटोमा कुदिरहेको छ है गाइस। लेन चेन्ज हुनेको केही प्रब्लम छैन, पहिले चाहिँ हल्का चेन्ज हुने प्रब्लम थियो र यो प्रब्लम मैले अहिले सल्भ गरिसकेँ। धेरै कुराहरू मैले यहाँ चेन्जेस पनि गरिसकेको कारणले यसले चाहिँ गाइस सफारीहरू जस्तै उफार्दैन पनि र यसले चाहिँ कम्फर्टेबल पनि फिल आउँछ क्या गाइस। अलिक यो के कुराहरू अलिकति यो वायरिङहरू नमिलाएको कारणले अलिकति हाम्रो गाडीमा र खतराको आवाज आउँदैछ। त्यो पनि अब म छिटै सल्भ गर्न जाँदैछु र गाइस कच्ची बाटो हो नि त, त्यही भएर खतरा हल्का त गर्छ नि त गाइस। कम्पनी फिटेड जस्तो त गर्न सकिँदैन अहिले नै। तिमीमाथि बाटो पनि कच्ची छ गाइजहरू। म चाहिँ मेरो छोराहरूले बनाएको गाडीमा हिँड्दैछु। साथीहरू क्यामेरा बनाएर देखाइदिनुहोस् न। अब हामी चाहिँ गाइस डरो कुद्यो है आज गाइस। मम्मी छोरा फर्स्ट टाइम होला यो गाडीमा यति धेरै कुदेको होइन। बाबा र म चाहिँ कुद्यौँ, हिजो कुद्यौँ होला, बाबा र म 5-6 किलोमिटर कुद्यौँ होला। टेस्ट राइडहरू गऱ्यौँ, के चेन्जेसहरू पनि गऱ्यौँ 1-2वटा। मम्मी र म चाहिँ हिँडेको आज फर्स्ट टाइम हो है यति लामो बाटो। अरू बेला त हिँडेकै हो गाइस हिँड्न त, तर लामो बाटो चाहिँ फर्स्ट टाइम हिँडेर आएको हो गाइस। यहाँ जाने एकचोटि नजाने भयो, अब जाउँ। पानी गयो नि त, अब एकचोटि गएर आऊँ न। अनि